दामी मकै फलेको रहेछ राम्रो मकै फलेको रहेछ हो यतातिर यता यस्तो हुँदै रहेछ यता फलेको मकै छ है साथीहरू हेर्नु है यहाँ हेर्नु है हामी आज कहाँ छौँ आज हामी कहाँ छौँ नानी कहाँ छौँ आज हामी खेतबारीमा छौँ खेतमा छौँ यता फर्केर भनिदिनु न साथीहरूलाई गाइजलाई भनिदिनु न हेर्नु है गाइज भन्नु न मकैबारी यता यस्तो मकैबारी छ यता यस्तो मकैबारी छ हामी मामालाई आएको छौँ नि नानीहरूको छुट्टीको अवसरमा हामी मावला आएको छौँ मावलामा यस्तै कस्तो राम्रो रमणीय ठाउँ छ मकै कस्तो मजाले फलेको रहेछ यता फर्किनु अनि भन्नु न यता फर्केर हो